एकछिन दाइलाई गाइस हामी यतादेखि आएको हल्का उकालो पर्यो यो है अनि गर्मी पनि लास्टिया गाइस पसिना आइसक्यो हिँड्दा हिँड्दा अनि म चाहिँ अहिले ठ्याक्कै यो कोकोनटको बुट्टा तल बसिराखेको छ तर माथिबाट पानी आयो भने पनि यसले सेभ गर्छ अनि यहाँदेखि चाहिँ जाने तल अनि कोही उता पानी जान्छ कोही यता जान्छ तर यस्तो किसिमको चाहिँ हुनुपर्छ गाइस नेपालमा पनि हेलो गाइस सबैलाई स्वागत छ फेरि पनि एउटा नयाँ भिडियो ब्लग लिएर आइसकेको छु हजुरहरूको माझमा म चाहिँ अहिले मलेसियाको यहाँनिर यो स्कुल एरियामा छु यो चाहिँ स्कुल हो यहाँको है प्राइभेट स्कुल हो अनि यहाँ चाहिँ कुछ यस्तो तरिकाको देख्न सक्नुहुन्छ चाहिँ मैले यो स्कुलकै हो यो खेलकुदको लागि यहाँ चाहिँ यस्तो किसिमको छ हेर्न सक्नुहुन्छ अनि अहिले चाहिँ हामी यहाँनिर आइपुगेका छौँ गाइस हेर्नुहोस् है लास्टसम्म हेर्नु होला गाइस अब मेरो अरू पनि भिडियो आइसकेको छ गाइस अरू यही मलेसियामै बनाएको भिडियो आएको छ त्यहाँ पनि गएर अलिकति माया देखाइदिनु है अनि यो चाहिँ के होला यस्तो तरिकाको छ यो रुखको पातहरू खसेर यस्तो फोहोर देखियो त सही छ फर्म जस्तो छ फेरि यो चाहिँ यो अनि माया गरिदिनु गाइस है अनि कमेन्ट पनि गर्नु सब्सक्राइब त गर्नु नबिर्सिनु होला गाइस है मेन इम्पोर्टेन्ट गणेश अफिसियल ब्लग्सको टिम मेम्बर बन्नु है सबैजनाले गएर सब्सक्राइब गरिदिनु माया देखाउनु पर्यो है गाइस एकदम माया देखाउनु यो त यो हामी अहिले स्कुल एरियाको उसमा छौँ यस्तो किसिमको छ यहाँ हो अरू सानो सानो बच्चाहरू पनि खेलिरहेको छ मान्छेहरू पनि हेर्न आउनु भएको छ यो तरिकाको छ यहाँ चाहिँ यस्तो किसिम छ गाइस है माया देखाउनु यहाँ तलको दृश्य त हेरिसक्नु भयो होला यस्तो तरिकाको छ हेर्नुहोस् फेरि पनि देखाइदिन्छु तर यस्तो तरिकाको छ यहाँ तलको दृश्य अब यसदेखि यो माथिल्लो साइडमा जाउँ यहाँदेखि भर्याङ छ सिडी चढेर माथिल्लो तलमा जाउँ माथि हेरौँ है त कस्तो छ लेट्स गो गाइस वाउ यहाँनिर अगाडि हाइवे रोड आइसकेको छ अनि म चाहिँ जान लाग्छु यो बुट्टा चाहिँ लिचीको बुट्टा जस्तो देखिन्छ तर केसको बुट्टा हो गाइस कमेन्ट गर्नु होला अनि यस्तो तरिकाको छ हेर्नु यहाँनिर चट्ट ब्यान छ होइन अनि यो साम्पाको लागि यहाँनिर फोहोरहरू फाल्नुको लागि हो यो अनि यहाँ चाहिँ यस्तो किसिमको साथीहरू कहिले चट्ट आएर बसिदिने होइन अब हाफ टाइम हुन्छ त्यति बेला आएर मजाले बसेर गफसफ गर्नको लागि सही छ तर यो हो नि त यो हेर्नुहोस् यस्तो तरिकाको छ कुछ ओ यस्तो तरिकाको छ यो अगाडि हेर्न सक्नुहुन्छ के हो यो ए यो साथीहरू पहिला पहिला हामीहरू उता लट्ठीको गरेर खेल्ने गर्थ्यौँ तर त्यस्तै किसिमको रहेछ यो चाहिँ बसेर कुछ यस्तो तरिकाले खेल्ने हो दाइ आउनु त एकछिन खेलिदिउँ यहाँ ए दाइ सही छ यार तर मजा बनाएको हो क्या एकदम बबल तरिकाले बनाएको छ यहाँ चाहिँ यस्तो सानो बच्चा बच्चीहरूलाई भुलाउनको लागि होइन खेल्नको लागि तर सही बनाएको यो चाहिँ मजा लाग्यो यस्तो तरिकाको छ उयो त हेर्नु त्यहाँ बच्चालाई कसरी सिकाएको छ अब हेर्नुहोस् यहाँनिर हामी खेल्न सुरु गरेको लु दाइ यसरी खेल्ने हो यार त्यही त यस्तो तरिकाको छ अब आउनुहोस् फेरि अर्को ठाउँ देखाउँछु तपाईँहरूलाई एकछिन दाइलाई हेर्न सक्नुहुन्छ गाइस यहाँनिर चाहिँ एउटा स्लाइड छ है हामी नेपालीमा बच्चा बच्ची चिप्लिने ठाउँ भने पनि हुन्छ चिप्लिने भन्दा पनि हुन्छ है यो चाहिँ स्लाइड यहाँनिर छ त्यस्तो किसिम छ हेर्नु यहाँदेखि चाहिँ बच्चाहरू चट्ट माथि जान्छ अनि कोही खेल्न यता आउँछन् कोही उतातिर साइडमा यस्तो तरिकाको छ अनि यहाँ चाहिँ यस्तो दामी पिङ रहेको छ यहाँ खेल्दा पनि हुन्छ होइन अनि यता चाहिँ सानो सानो पिङहरू छ हेर्नु सानो बच्चालाई खेलाउनुलाई कति राम्रो पिङ छ त्यहाँनिर अनि यस्तो तरिकाको पिङहरू छ यो चाहिँ स्कुलको पार्क भयो है गाइस आएको एकदम दामी छ दामी बबाल होइन
ठिक छ भनौँ जे होस् सुविधाको लागि बच्चा बोलाउनको लागि यहाँ बसेर केटाहरू चट्ट गफसफ गर्ने अनि यसो होइन शीतलो रुखको हावा खाँदै पढौँ भन्दा पनि भयो त्यस्तो तरिकाको छ। अब म चाहिँ लेट्स गो गाइस यहाँदेखि चाहिँ अब बाहिरतर्फ लागिसकेको छु गाइस। हामी यतादेखि आएको हल्का उकालो पऱ्यो यो है अनि गर्मी पनि लास्टिया गाइस पसिना आइसक्यो हिँड्दा हिँड्दा। अनि म चाहिँ अहिले ठ्याक्कै यो कोकोनटको बुट्टा तल बसिराखेको छ हल्का हावा आउँछ नि त शीतलो त्यही भएर। अनि यो कोकोनटको बुट्टा चाहिँ यस्तो तरिकाको छ अनि यहाँ चाहिँ एउटा कोकोनट पनि पहिले गिरेको रहेछ यस्तै छ गाइस यहाँको अब चाहिँ नहालेको। अनि यहाँ चाहिँ म्याङ्गो हेर्नु आँप चाहिँ यस्तो तरिकाले सेभ गरेर राखेको छ एउटा जाली जस्तोले चाहिँ मजाले सेभ गरेर राखेको छ आँपलाई। तर अर्काको सामानमा गएर चलाउनु पनि हुँदैन गाइस होइन त्यही हो। यहाँ यस्तो तरिकाको हेर्नु नि सुपारीको बुट्टा त होला यो अनि यस्तो तरिकाको छ गाइस। गर्मी भएर लास गर्मी छ गाइस है। त्यहाँ माथि अन्त घर जोइन भएको छतदेखि भएको माथि घर जोइन बिल्डिङ। हेर्नुहोस् गाइस अघि नै मैले तपाईँहरूलाई वहाँदेखि देखाएको थिएँ अहिले चाहिँ म हिँड्दा चट्ट यो जोइन भएको घरनिर पनि आइपुगेको छु कि माथिबाट बिल्डिङ चाहिँ चट्ट जोइन छ तर तलतिर चाहिँ पुरै ग्याप छ यो तरिकाको छ हाम्रो बिल्डिङ। अनि यतातिर हेर्न सक्नुहुन्छ यहाँको फुल यस्तो तरिकाले कुन फुल हो मलाई पनि थाहा भएन गाइस। अगर तपाईँहरूलाई थाहा छ भनेपछि तरुलको बुट्टा जस्तो पो देखिन्छ त कुन फुल हो तपाईँलाई थाहा छ भनेपछि कमेन्टमा चट्ट लेखिदिनु होला है। मैले थाहा भएन अब चाहिँ जान लाग्यो हेर्नु यो हाइवे यो गाडीहरू चाहिँ टन्नै छ गाइस। हामी चाहिँ एउटा साइडमा चट्ट क्यामेरा समातेर भरोलिङ गर्दै हिँडिरहेको छ यो तरिकाको छ हेर्नु। गर्दा चाहिँ त्यहाँ गयो लुखै गाइस अहिले चाहिँ म यो घरको ठ्याक्कै तल छु यहाँनिर यो रोडको छेउनेर। अनि हाम्रो टावर चाहिँ कोत्राई टावर है यो छ कोत्राई पर्छ त्यहाँ चाहिँ त्यो चाहिँ उता छ म चाहिँ यहाँ धेरै टाढा छैन गाइस फेरि 5 मिनट लाग्छ। हेलो गाइस अनि तपाईँहरूलाई देखाउँ यहाँ रोडको छेउमा कसरी बिरुवा लगाएको छ हेर्नु यहाँ सर्टसँग होइन बबाल चाहिँ यसको बुढा हो खुर्सानी जस्तो देखिन्छ तर अर्कै यो फुलै गएर छ हेर्नु यस्तो तरिकाले लगाएको के गाइस है यतातिर के लाउँछ होइन थाहा छैन मलाई के लगाएको छ त्यहाँ जस लगाएको छ दामी लगाएको छ जस्तै हो बबाल वा अब चाहिँ ओह्रालो झऱ्यो गाइस अघि न उकालो अब चाहिँ ओह्रालो झऱ्यो है अब चाहिँ तलतिर लाग्यो गाइस। यहाँ चाहिँ बुढा यस्तो यस्तो छ हेर्नु यहाँ निमको बुढा जस्तो देखिन्छ तर त्यसको बुढा हो यो हिँड्दा गाइस अहिले चाहिँ धेरै अगाडि आइपुग्यो। अहिले चाहिँ तपाईँलाई चाहिँ उता यस्तो किसिमको यहाँ चाहिँ बनेको रहेछ है त्यो चाहिँ देखाउन खोजिरहेको छु। यहाँ चाहिँ हेर्नु खोला पानीहरू चाहिँ यसरी बगिरहेछ अनि यो माथिबाट जो पानीको आउँछ नि जो अब हाम्रो नेपालतिर पहाडी एरियामा चाहिँ जो अब बाढी पहिरो आउने खालको किसिमको हुन्छ नि अब त्यस्तो मजा हेर्नु यस्तो तरिकाले बनाएको छ। तर माथिबाट पानी आयो भने पनि यसले सेभ गर्छ अनि यहाँदेखि चाहिँ जाने तल अनि कोही उता पानी जान्छ कोही यता जान्छ तर यस्तो किसिमको चाहिँ हुनुपर्छ गाइस नेपालमा पनि यस्तो तरिकाले बनायो भनेपछि बजेट आउनु पर्यो सरकारको तर्फदेखि यस्तो तरिकाको बन्नको लागि। अनि यो चाहिँ बबाल लाग्यो मलाई किनकि अब बाटोमा पानी आउन पाउँदैन नि त होइन नत्र भने त सबै बाटोतिर आएर पुरा भित्ताइहाल्छ नि त बाटोहरू यो रोड साइडहरू अनि त्योबाट बस्नको लागि चाहिँ त्यस्तै किसिमको रहेछ त्यो चाहिँ मजा लाग्यो गाइस। अनि यहाँ चाहिँ यस्तो तरिकाको छ भ्यू ल गाइस यहाँनिर देखेर चाहिँ मलाई चट्ट होइन मेरो घर पहिलाको सुर्खेत हो मेरो घर चाहिँ होइन तर त्यहीँको याद आयो क्या चट्ट हेर्नु न मेरो बाटोहरू छ बिरुवाहरू त्यो चाहिँ रेल हिँड्ने बाटो चाहिँ त्यो माथि गयो होइन यस्तो दामी छ क्या हेर्नु ट्रेन आएको देख्न सक्नुहुन्छ ट्रेन आएको पनि देख्नु भइसक्यो होला त्यहाँ माथिबाट ट्रेन हिँडिसक्यो
त्यो चाहिँ ट्रेन हिँड्ने बाटो भइगयो अनि तल चाहिँ यो चाहिँ रोड भइगयो हाइवे चाहिँ त्यहाँ छ तर यो चाहिँ पिच रोड मात्र हो यहाँनिरको चाहिँ यो पिच रोड हो अनि यो माथिको चाहिँ यस्तो आनन्द लाग्यो हावा पनि यस्तो मिठो हाई हाई हावा पनि दामी के गाइस एकदम होइन अब चाहिँ हामी हाइवे रोडतिर लाग्यो गाइस है हेर्दै जानु मा देखाउनु पर्यो सब्सक्राइब गर्नु भएको छैन अझै भन्ने पनि अझै सब्सक्राइब गरिदिनु गाइस है सब्सक्राइब चाहिँ मेनमा गर्नु पऱ्यो है गाइस मा देखाउनु पऱ्यो अनि गणेश अफिसियल भएको टिम मेम्बर बन्नु पऱ्यो है त गाइस हिँड्दा हिँड्दा अगाडिसम्म आयो होइन एकदम गर्मीकै लास गर्मी छ गाइस त्यही भएर त्यही गर्मी छ यो चाहिँ यस्तो किसिमको छ यार यो भाँचिएर तल मान्छे जान भेट लाउँदैन भने एउटा घटना पनि घटेको छ यहाँ आएको चाहिँ यो चाहिँ गाउँ चाहिँ यस्तो रहेको छ अब यहाँबाट तलतिर लाग्यो गाइस फाइनली त्यहाँदेखि त तलतिर लाग्यो गाइस त्यही गाइस अगर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला लाइक गर्नु होला होइन अनि आफ्नो मनबाट कस्तो खालको भावना तपाईँहरूलाई कमेन्टमा लेख्नु छ चट्ट लेखिदिनु होला अनि अर्को भगमा भेटौँला भन्न चाहन्छु होइन गाइस अहिलेको लागि चाहिँ बाई बाई गाइस